नमस्ते साथीहरू सम्पूर्णमा। यतिखेर हामी सुरसिङ झरनामा लगभग नजिकै आइपुगेका छौँ। अबको केही समयपछि त्यहाँ पुग्ने नै छौँ। यहाँहरूले देख्न सक्नुहुनेछ यतिखेर धेरै घुइँचो र धेरै भिड पनि देख्छु म। झरना भनेपछि मन नपराउने नेपाली नै रहन्छ भन्ने मैले चाहिँ महसुस गरेँ। जस ट्रेकिङ, हाइकिङ, त्यसपछि झरना सरना नेचरल रूपमा सबैलाई मन पर्दो रहेछ भन्ने कुरा चाहिँ यहाँ आएर थाहा पाइयो। मलाई चाहिँ एकदमै रमाइलो लाग्यो, ठाउँमा राम्रो पनि लाग्यो। यो चाहिँ सिन्धुपाल्चोक जिल्लाको हेलम्बु स्थित सुरसिङ झरना हो। झरना एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ। एकदम कञ्चन पानी माथिबाट झरिरहेछ। सबैजना आफ्नो पारामा गन्तव्यमा पुग्न खोजिरहेको छ। सबैलाई त्यहाँ पुगेर एकचोटि त्यो झरनामा पुग्दा कस्तो हुन्छ भन्ने अनुभूति लिनको लागि सबैजना हतारमा हुनुहुन्छ। म पनि हेर्नुहोस् मान्छेको भिड।